सुर्खेतको यात्रामा परमेश्वरको अनुग्रह भएको होस् र हामीलाई जाँदै गर्दा प्रभुको सुरक्षा भएको होस्। येशूको नाममा आमेन। ल भाइ, प्रभुलाई धन्यवाद भएको होस्। हामी अहिले चिसा पानीबाट सुर्खेतको यात्रामा छौँ। हालेलुया। ल हामी धेरै कष्ट सायद यो झरबुटामा प्रार्थनाको लागि आइसकेको। हामी चाहिँ झरबुटा भन्ने ठाउँमा आइपुग्यौँ। सुर्खेतको धेरै माथि यो पहाडमा छौँ हामी। सुर्खेत जिल्लाको लागि आज म यो बजाडाबाट यो सबै जति पनि म देख्दैछु यो ठाउँको लागि म प्रार्थना गर्दैछु। प्रभु तपाईँले यो सुर्खेतलाई आशिष दिनुहोस्। प्रभु यहाँका मानिसहरू कति जाति, कति भाषा र कति वर्गका मानिसहरू छन्। प्रभु यहाँका मानिसहरू तपाईँलाई चिनेका छन्। मानिसहरूले तपाईँलाई चिन्नुपर्छ। ए सुर्खेत सहर परमेश्वरलाई चिनेर प्रभुलाई महिमा दियो। यहाँको सबै प्रकारको नशालु कुरा निस्केर यहाँ भएका सबै प्रकारको अपराधहरू निस्केर प्रभु यो सृष्टिको मालिक तपाईलाई, सारा सृष्टिको रक्षक तपाईलाई, हाम्रो हृदय समेतले आदर प्रदान सदैव होस् तपाईकै गुणगान। सारा सृष्टिको मालिक तपाईलाई, सारा सृष्टिको रक्षक तपाईलाई, हाम्रो हृदय समेतले आदर प्रदान सदैव होस् तपाईकै गुणगान। हालेलुया।
संसार तलेर जानेछन् कमी छैन तपाईको वचन बितेर जानेछन् यो जीवन तर विश्वास गर्दैन कहिले